हेलो नमस्ते। आज चाहिँ हामी यहाँ खाइदिन आएको छौँ। फर्स्ट टाइम यहाँ पनि हेरौँ है के छ इन्ट्रेस्टिङ कुराहरू म तपाईँहरूलाई अपडेट गराउँछु है। The magic of Thailand, guys. ल साथी यहाँ चाहिँ खानेकुराहरू रहेछ। हामी अब यसो केही टेस्ट गरौँ न खाना भनेर ताक खानाको स्टलतिर आएका छौँ। हेरौँ है के खाने होला। यहाँ हामीले चाहिँ स्टिकी म्याङ्गो राइस खाने डिसिजन गऱ्यौँ। हेरौँ है कस्तो हुन्छ। अनि यहाँ कोरियन चिकन फ्राई चाहिँ खान खोजिरहेको छौँ। हेरौँ है यो मात्रै भात त त्यही छ त। ल कोरियन स्पाइसी चिकन अनि म्याङ्गो स्टिकी राइस चिली सस। ल सुरु गरम गरम खान कस्तो छ? गुड। ओहो त्यहाँ हेर्नु कस्तो राम्रो डान्स गर्दो रहेछ। ल यहाँ म्युजिक हेर्दै डान्स हेर्दै हामी चाहिँ खाँदैछौँ है गाइस। ल हेर्नुहोस् है गाइस यहाँ बच्चाहरूलाई पनि डान्सहरू सिकाउँदो रहेछ। स्टेजमा लगेर नचाउँदो रहेछ है। यहाँ हेर्नु साथीहरू बच्चाहरूलाई चाहिँ यहाँ खेल्ने ठाउँ राखिदिएको रहेछ फ्री के पैसै नलाग्ने। कति राम्रो के अर्गनाइज गरे रहेछ। यहाँ पनि हेर्नु न यहाँ यता यहाँ चाहिँ यस्तो खेल्नु। यता त कति धेरै टोयलेटहरू के सबै कुरा राम्रो गरे रहेछ यिनीहरूले। हेर्नुहोस् न गाइस कस्तो राम्रो ब्यागहरू के बास्केट हो के ब्याग हो कति राम्रो राम्रो। कति राम्रो राम्रो के झाडुहरू पनि यहाँ हेर्नु न। छाता झाडु यहाँ ह्याटहरू सबै बेच्न राखेको रहेछ हौ। अनि यता फेरि स्टुलहरू छ कति राम्रो यहाँ के बस्नलाई। स्टुल यहाँ भाँडो
डाली के हो के यहाँ हेर्नुहोस् तरकारी राख्ने हो कि के हो यो स्ट्यान्डहरू अगरबत्ती बालेर यहाँ त यहाँ मङ्कहरू बस्नु भएको रहेछ चारिटी गरेर बस्नु भएको रहेछ हाम्रो के यिनीहरूले जानेको रहेछ हौ डेकोरेसन के ठाउँहरू छाता राखेर टक्क म्याजिक अफ थाइल्यान्ड गरेर कति राम्रो ल साथीहरू धेरै मान्छेहरू आउनु भएको रहेछ हजुरहरूलाई ल धेरै धेरै धन्यवाद ल अब चाहिँ हामी घर जाँदै हो हाम्रो यात्रा आजलाई यति नै